त्यो सुक्खापनले चाहिँ नानीमा घाउ भएर त्यो नानी पाकेर अनि कहिलेकाहीँ त आँखै त्यो फुटेर बाहिर निस्केर अनि आँखै निकाल्नु पर्ने पनि हुनसक्छ। आँखै फुट्ने समस्या पनि हुन्छ। अनि यो जुन आँखामा गाजल मस्कारा लगाउँछ नि रहेछ यसले कस्तो असर गर्छ आँखालाई? लङ टर्म त्यो स्टेरोइड युज गरेर ब्लाइन्ड भएको अनि केस पनि भएको चाहिँ छ। आफ्टर अल जस्तो आई प्रोफेसनहरू डक्टरलाई नदेखाएर त्यो औषधिहरू चाहिँ हापाजारले हाल्दाखेरि चाहिँ आँखामा झन् नराम्रो असरहरू चाहिँ छ। आँसुको काम भनेको चाहिँ त्यसलाई मोइस्चर मात्रै मोइस्ट मात्रै गर्ने होइन, त्यसमा चाहिँ हाम्रो भिजनलाई क्लियर गर्ने काम पनि गर्छ। फ्यान चलाएर बस्ने, एसी चलाएर बस्ने, यसले पनि चाँडै इभापोरेट गर्छ क्या। अलिअलि भएको आँसुलाई पनि उडाएर लाने हो। 2 वर्षभन्दा कम उमेरको छ भने 0 स्क्रिन टाइम। तपाईँलाई मैले भने पनि अचम्म मान्नुहुन्छ होइन। मोर देन 10 मिलियन टाइप्सको कलरहरू हुन्छ। 16 बिट्स के अरे ब्लिङ्क्स पर मिनटको चाहिँ हामीले हिसाब गर्न हुन्छ। टियर सप्लिमेन्ट जो छ त्यो जुन मेडिकल्ली प्रिस्क्राइब गर्ने ड्रग्सहरू छ, ड्रग्स भन्दा पनि आर्टिफिसियल टियर छ, त्यो टियर बाहेक आँखामा सुक्खाको लागि अरू हाल्नै पर्दैन, हाल्नु पनि हुँदैन भन्छु म। अलिक ठुलै मजासँग कभर गरेर बचाउने खालको चाहिँ त्यस्तो खालको चाहिँ सनग्लास हुनु पर्यो। कम्पनीले ग्यारेन्टी दिएको होइन 100% इभी रेज रोक्छ भन्ने खालको त्यहाँ कोडै हुन्छ। जस्तो इभी 400 अथवा युभी 95 to 100% भनेर चाहिँ कहीँ न कहीँ चाहिँ त्यो उल्लेख भएको कम्पनी अथवा चस्मा सनग्लास त्यो चाहिँ हामीले खोज्नुपर्छ। त्यो कालो त छ, त्यो भनेको अब डार्क अलिकति डार्कर बनाउँछ होइन। तर चाहिँ के भयो त्योमा चाहिँ इभी प्रोटेक्सन खालको क्वालिटी छैन भने त्यो झन् डेन्जर हो। फेरि गाउँघरमा बोलीचाली छ नि, यो 40 लाग्यो भन्छन् नि, साँच्चै यो 40 लाग्छ कि यो साइकोलोजिकल कुरा हो कि अझ मान्छेको सोचको कुरा हो कि? जुन कन्ट्याक्ट लेन्स भन्ने छ नि यो कन्ट्याक्ट लेन्स भन्ने चाहिँ चस्माको सब्स्टिट्युट हो? त्यो कन्जन्क्टिभाइटिस चाहिँ विभिन्न खालको हुन्छ। जस्तो ब्याक्टेरियाले भएको हो कि होइन, कहिलेकाहीँ भाइरसले हुनसक्छ, भाइरल इन्फेक्सन होइन, कहिलेकाहीँ चाहिँ फङ्गस इन्फेक्सन हुनसक्छ, कहिलेकाहीँ अघि मैले नाम लिएको एकान्थाइमा प्यारासाइटले पनि हुनसक्छ। यत्तिकै हेर्दाखेरि अब मैले चाहिँ मेरो आँखा पाक्यो, हजुरले मलाई हेर्दैमा चाहिँ सर्ने होइन कि। त्यो भाइरल ब्याक्टेरियल र फङ्गल इन्फेक्सन कसरी छुट्टिन्छ? यो चाहिँ अब क्लिनिकली छुट्टिन्छ। कतिपय कुराहरू चाहिँ क्लिनिकली छुट्टिन्छ। आँखा रातो भयो, आँखा पाक्यो भने गयो एन्टिबायोटिक हाल्यो अथवा स्टेरोइड भएको औषधि दिइहाल्छ, मिक्स भएको त्यो हाल्यो। आँखा त एक दिनमा सन्चो त हुन्छ, तर त्यसले चाहिँ नराम्रो कन्डिसन के ल्याउँछ भन्ने कुरो चाहिँ त्यो आकलन गर्न सक्दैन। हजुर व्यक्तिलाई मैले यसले देख्नेमा चाहिँ केही न केही फरक हुन्छ। अनि जुन टेढो आँखा चाहिँ के कारणले जेनेटिक हो? यो हामी त स्क्रिन हेर्न थाल्यो भने एक नासले हेरिराख्छ क्या, अन्त हामी सम्झिँदैन कि जुन आँखा चिम्लिनु पर्ने त्यो कुराहरू हामी चाहिँ भुल्छ। त्यो भुल्न बित्तिकै त चाँडै आँसु इभापोरेट भइहाल्छ।